14 26 को 9:30 बजे। बिहान बेलुका हामी उस्तै होइन गुरु अन्तर हुन्छ। हुन्छ हुन्छ यत्तिको चाहिँ भइदिएको छ होइन। उसले चालता है कि यो पंडित को फोन करेगा। 9:30 बजे भने यो लग्न आउँछ, कर्कट लग्न आउँछ। 5 सिंगल 5 नि कर्कट भने 4 नै हुने। लग्न त्यही लिनु त्यति त मिल्यो। कर्कट त्यही लिने हो आधी मिले टेन्सन नलिनु अलिकति नमिल्यो भनेको नमिल्यो के लग्न त्यही लिने हो ग्रह चाहिँ एउटा पढाउँदै लेख्नु पुरै कर्कट लग्न 28 यो 10 को भयो यो पञ्चाङ्ग नकिनी भएन अब 8:50 देखि हो नि त त्यो। 8:50 देखि 11:10 समाप्ति भयो नि त 8:50 मा। त्यहाँ अर्को लग्न चालु भइहाल्यो नि त। बजेर मात्रै हेर्नु दाजु, बजेर समयलाई चाहिँ हेर्नु न। त्यही समय हेरेको भए हुन्छ। 28 मा यहाँ चाहिँ सूर्य अब हामीले 2 मा राख्नु पर्यो। चन्द्रमा कति छ? चन्द्रमा 7 छ। नहीं 6 को 7 मा चन्द्रमा। मङ्गल भनेको मंगल एक मा। 1 मा बुध भनेको 2 मा बुध 2 मा 3 मा गुरु शुक्र पनि 3 मा शनि 12 मा राहु मध्य 11 केतु 5 यो राहु नै छ त नि अब यहाँ गएर त्यो 7 मा कलियुग है तारिकको यो नक्षत्र हेर्नु पर्ने आज। नक्षत्र स्वाति स्वाति नक्षत्र हो। नेपाली पात्रमा हेरेको नि स्वाति थियो अप्रेल चाहिँ आएन त मई पनि हेर्नु त। 28 मई भनेको हाम्रो चाहिँ पोडी पकाएन। 28 मा चित्र 28 मईको पनि चित्र यति छ होइन। 6:40 बजे त्यसलाई लेख्ने अरे। चित्र 6:40 घडी हो कि त्यो अँ, नेपाली पात्रमा देख्दा स्वाति चलिसक्यो उसमा नै चलिआउँछ त्यसमा नि। चलि यसमा पनि सकेको तर उदयको चाहिँ त्यो छ नि त। अब उदयकालीन लिने हो यहाँ ग्रह मार्गी छन् सबै होइन। यहाँ लेख्ने ग्रह मार्गी लेख्ने। ए त माघी सागी लेख्नु छ मार्गी यस पछाडि हामीले यहाँ गएर त्यो चरण हेर्नु पर्यो। कति छ 28 मा हेर्नु पर्यो 28 मई हाम्रो कहाँ छ नि। अब यहाँ हेर्नु पर्यो नि त। 28 मई यता छ है। 28 मईको चित्र नक्षत्र 5:57 सुरु भयो थियो बिहान। 28 मा दोस्रो साँझको यो 7 बजे। 1:35 मा चौथो चरण सुरु भएको राति। मतलब 27 को राति भएपछि 28 को बिहान। अब 8:09 चाहिँ सिद्धियो बिहान स्वाति। स्वाति सत्य अब भनेको विशाखा सुरु हुन्छ। यो चाहिँ यहाँ चाहिँ भने चित्र यहाँ सिद्धियो। अनि अब चाहिँ स्वाति चालु भयो यहाँबाट 8:09 हाम्रो 9 बजेको प्रश्न नै 9 अब यहाँ हामीले पहिले 9:30 प्रश्न लेख्नु। अब 29 लेख्नु पर्यो गुरु त्यहाँ प्रश्नको समय लेख्नु पर्यो नि। प्रश्नको समय यहाँ 29 यो नक्षत्र सिद्धियो 8:09 मा। 8:09 स्वातिमा स्वाति सुरु हुन्छ। दिमागमा घुस्दै गयो अब 1 भयो 21 भयो 1 भयो यो भोक्ता आयो स्वाति। 1 घन्टा र 21 मिनट स्वाति नक्षत्र
बित्यो बित्यो यति भएपछि हामीले स्वातिबाट दशा निकाल्नु पर्यो यहाँ गएर राहु स्वातिलाई राहु छ 18 वर्ष होइन स्वाति राहु छ राहु छ चारले दिने ओके दिँदै थियौँ होइन त्यो कहीँ मिस्टेक नगरेर ल 2 लाई 12 ले गुणा गर्ने दुईले 25 यो चाहिँ प्रथम चरण भयो यो द्वितीय चरण भयो 6 नै आँखा नि त त्यति नै छ त्यो त त्यो मिल्यो त मिल्नै पर्छ 4 छ नै हुनु पऱ्यो त्यसपछिबाट भनेको थियो अब यी 3 चरण त सिधा जोड्नु पर्यो हामीले 18 को हामीले यहाँ 6 लिनु पर्यो है एक वर्ष र पनि 4 त्यहाँ 12 एक 13 लिए है अब यो पहिलो चरण जो छ 4.6 यहाँ हामीले चाहिँ 12 ले गणना गर्ने महिना निकाल्न महिना बनाएर त्यो 1 घन्टाको दशा निकाल्नु पर्यो हामीले चाहिँ त्यो 1 घन्टा र 20 मिनट दशा हटाउनु छ 12 चौको 48 अब यो 6 लाई यहाँ जोड्ने 6 8 ले 14 को 4 आयो 1 5 अब यसलाई हामीले 6 घन्टाले भागिदिने 1 घन्टा 1 चरण 6 घन्टा हुन्छ 6 9 54 यहाँ बचेन बचेपछि हामीले मास बनाउनु पर्यो मासदेखि 12 ले दिन गर्नु बन्थ्यो, पर्दैन, हैन 12 ले नै उयो गर्नु 12 ले गरिसक्यो 30 ले गरेर चाहिँ दिन बनाउने यो चाहिँ महिना आयो हैन यो 1 घन्टाको दशा आयो 9 महिना भयो यसलाई आधा गर्दाखेरि नहुने चाहिँ 4.5 4 महिना 15 दिनको भयो 30 मिनट 30 मिनटको दशा भयो यो अलिक मैले बुझिनु कुरो हो 9 महिनामा यो 1 घन्टाको दशा भन्नाले 4 वर्ष 6 महिना भन्दा चाहिँ नि अब 6 घन्टाको भयो एक चरणमा 6 घन्टाको हुन्छ। एक चरण 6 घन्टा अनि एक घन्टाको दशा निकाल्नु पर्यो नि त हामीले अच्छा एक घन्टा निकाल्दाखेरि चाहिँ नि अब 9 महिना चाहिँ भने 1 घन्टा पर्यो 9 छका 54 हो नि त अब हामीले के गर्नु पर्यो भने 1 घन्टाको दशालाई 3 भाग गर्नु पर्यो अनि हामीले यहाँ 1 घन्टा र 21 मिनटको दशालाई हटाउनु छ 1 घन्टाको दशालाई 3 भाग लाउँदाखेरि 3 त्यहाँ 9 भयो नि त 20 त्यहाँ 60 हुन्छ 20 मिनटलाई चाहिँ नि 20 मिनटलाई 3 महिना दशा भयो 60 मिनट भनेको 1 घन्टा भयो त्यसलाई चाहिँ दशा 9 महिना छ त्यो 1 घन्टाको दशालाई 3 हिस्सा लाउँदाखेरि प्रत्येक 20 मिनटलाई 3 महिना पर्यो जस्तै हाम्रो 1 वर्ष देउताको 1 दिन भने टाइप त्यो 9 महिनालाई 3 भाग लगाउनु पर्यो हामीले 20 मिनटको दशा बनाउँदाखेरि भनेको 3 महिना चाहिँ भनेको 1 हिस्सा पर्छ भनेपछि हामीले अब यहाँ 9 महिना र अनि 3 महिना गर्दाखेरि 12 महिना हुन्छ 12 महिना दशा यसबाट हटाउँछ हामीले यहाँ हामीलाई 30 मिनटको दशा चाहिँ भनेको 4 महिना 15 दिनको भयो अब हामीलाई 20 मिनटको दशा भनेको चाहिँ नि हाम्रो 3 महिना हुन्छ 3 महिना यो चाहिँ भनेको 20 मिनटको दशा भयो यो 20 मिनटको भयो अब 1 घन्टाको दशा यो छ यो 21 मा 1 मिनट छोडिदिने 20 मिनटको दशा यो भयो 9 र 3 ले 12 महिना हुन्छ यो 4 वर्ष 6 महिना यहाँ लेख्ने 4 6 लेखेर यो 9 3 12 यसको मुनि लेखिदिने महिनामा 12 यसलाई घटाइदिने अब 6 मा त 12 घट्दैन यो 1 गर्दाखेरि 12 र 6ले 18 मा 12 घटाउँदाखेरि 6 शेष हुन्छ यहाँ आउँछ 3 हामीसँग 13 वर्ष 6 महिना थियो पहिले त्यसमा लगेर 3 वर्ष 6 महिना जोडिदिउँ यो भयो भोग्य 6 6 12 को 0 लेखौँ यता आयो 1 भयो 7
17 वर्ष 0 महिना चाहिँ भयो अब राहु। राहुको दशा 17 महिना चल्यो 17 वर्ष चल्यो। यो गुरुजी नेपाली पञ्चाङ्ग र यो पञ्चाङ्गमा धेरै अन्तर आउँदो रहेछ नि के अन्तर हुन्छ यो भोगे दशा यति भयो अहिले प्रश्न सालमा समयमा होइन हामीले यति दशा निकाल्न त योगिनी निकाल्नु छ र अहिले यति बिनसत्तरी निकाल्न सक्यो भने योगिनी दशा भइहाल्छ। अच्छा अब भोलि एउटा टाइम लेखिदिन्छु फेरि भोलि कति भन्छ त्यो जस्तो गुरुजी एउटा यो कन्फ्युजन म चाहिँ कन्फ्युजन भएँ सबैले बुझेको हो मैले नबुझेको तिमीबाट गुरुजी जस्तै यो भनेको त 9 वर्षको भयो नि त 9 वर्षको यसमा यो 1 घन्टाको निक्ल्यो 9 महिना 9 महिना जस्तो यो 1 घन्टाको दशा निकाल्यो नि जस्तै 9 महिना यो 1 घन्टाको दशा निकाल्नुको अर्थ चाहिँ के हामीले यहाँ कति दशा हटाउनु छ 1 घन्टा 20 मिनटको छ 1 घन्टाको चाहिँ 9 महिना हुने भयो 20 मिनटको चाहिँ दशा भनेको हामीले 3 महिना भयो अनि त्यो 9 र 3 लाई जोडेर हामीले 12 महिना बनायौँ 12 महिनालाई अनि जुन 4 वर्ष 6 महिना त्यो पहिलो चरण पुरा दशा त्यसमा चाहिँ अनि हामीले यति दशा घटाइदिन्छौँ 3 वर्ष 6 महिना शेष बच्यौँ। पहिले यहाँ चाहिँ द्वितीय तृतीय चतुर्थ चरण दशा 13 महिना 6 वर्ष थियो त्यो 13 वर्ष 6 महिनामा शेष 3 वर्ष 6 महिना जोड्दाखेरि 17 वर्ष पुरा भोगे राहु भयो प्रश्न समयमा। गुरुजी एक्ज्याक्ट त होइन लगभग हामीले अन्दाज यस्तो हो। अब त्यो चाहिँ अब जुन हिसाब गरेर भन्ने त्यसमा केही हुन्छ तर हामीले अहिले जो प्रश्न सोधेको व्यक्तिलाई चाहिँ यो दशा तँलाई चाहिन्छ बताउनु पर्यो नि त्यसमा अन्दाज पनि धेरै राम्रो अन्दाज हो। कुन राम्रो भावमा चाहिँ खराब भावमा बसेर गएर दशा चल्दैछ हामी त्यो हेर्नुपर्छ। अब यहाँ राहु गलत भावमा छ अरू त गरेर ठिक छ नि प्रश्नकालमा तर राहु जसको दशा चल्दै गलतमा छ भने चाहिँ उसले सोधेको कार्य छिटो बन्दैन हुन्छ ढिलो हुन्छ। लग्नको मालिक र चन्द्रमा राम्रो भएपछि र दशा पनि राम्रो भावमा बसेर गएको काम छिटै बन्छ। अब लग्नेश पनि चन्द्रमा भयो राम्रै भावमा बस्यो दशा चाहिँ गलत भावमा बसेर गएको भयो त्यसको लागि हामीले अगाडि पढिन्छ। अहिले यतिसम्म बनाउनुपर्छ पुनः कोसिस गर्ने सामान्य कुरो हो। सामान्य कुरो त हिसाब गरिरहेपछि बुझिन्छ हिसाब गर्दै जाँदा बुझिन्छ जब कसैले कसैलाई नि फर्काउन सक्छ। अनि म त गुरुजी अरू केही पनि म त होइन म त यसमा केही पनि होइन म त अझै त्यसमै कन्फ्युजन भइरहेको छु क्या यो दशा परिवर्तन जुन हुँदैछ नि गुरुजी जस्तै एउटा समयबाट अनि महिनामा अनि घन्टाबाट एउटा जुन वर्षमा कन्भर्ट हुँदैछ नि हो त्यो कुरामै कन्फ्युज मात्रै पहिले त हामीले कति घन्टा र कति मिनट चाहिँ हटाउनु पर्छ त्यो हेर्नु यो त यहाँ निकालियो त 1 घन्टा 21 मिनट निकालियो त्यो चाहिँ भनेको स्वातिको दशा भयो स्वातिको चित्र त सिद्धियो हो यो हुने बित्तिकै अब स्वातिको 4 चरण राहुको दशा 18 वर्षलाई प्रत्येक 4 चरण दशा निकाल्नु 4 वर्ष 6 महिना क्रमले भयो। त्यसपछि नक्षत्र कहिले नि प्रथम चरण चाहिँ सुरु हुन्छ कुनै पनि नक्षत्र पहिले प्रथम चरण सुरु हुन्छ। स्वातिको प्रथम चरणको चाहिँ 1 घन्टा 21 मिनट बित्यो 6 घन्टामा 1 घन्टा 21 मिनट बाँकी त रह्यो नि त हामीहरू 4 घन्टा र 40 मिनट शेष छ त्यो 4 घन्टा 40 मिनटको दशा चाहिँ भनेको हामीले लिनु छ त्यसबाट त्यो अवस्थामा हामीले 1 घन्टा र 20 मिनट दशा हटाइदियो होइन 1 घन्टा 20 मिनट दशा हटाएर शेष 4 घन्टा 40 मिनट चाहिँ भने हामीलाई कति 3 वर्ष 6 महिना भयो। त्यो निकाल्नको लागि पहिले हामीले 1 घन्टा दशा निकाल्नु पर्यो त्यो 9 महिना आयो। अब फेरि 20 मिनटको दशा चाहिँ हामीलाई 3 महिना मिल्यो सिधै भयो किन 1 घन्टामा 60 मिनट हुन्छ 60 मिनटलाई 9 महिना भएपछि 20 मिनट र 3 महिना त सिधै भयो नि त सिधै भयो। त्यसमा हामीले चाहिँ 9 महिना र 3 महिना गर्दा कति 12 महिना भयो 12 महिना यो चाहिँ भनेको हामीले भोलि गएर चाहिँ यस्तो कहीँ 1.5 घन्टा दशा हटाउनु पर्यो भने यो 1 घन्टाको छ यो आधा घन्टाको भयो फेरि यिनीहरूलाई जोडेर त्यो हटाउनु पर्छ। यहाँ हाम्रो 1 घन्टा 30 मिनट पनि हुन सक्थ्यो नि त 1 घन्टा 20 मिनट मात्रै छ यो चाहिँ अब 1 घन्टा 30 मिनट पनि हुन्थ्यो 1 घन्टा 60 मिनट 1 घन्टा 40 मिनट पनि हुन्छ 40 मिनट सबै मिलाउनु पर्छ त्यो पनि काम थियो होइन हाम्रै काममा भन्नु पर्यो नि अब पहिले 1 घन्टा निकालेपछि यसलाई अनि 6 भाग लाउनु 1 घन्टालाई 6 भाग लाउनु 10 मिनट चाहियो नि त 1 घन्टालाई 6 भाग लाउँदाखेरि 1 घन्टा दशालाई 6 ले भाग लगाइदिने 1 घन्टाले त 10 मिनट भयो अनि त्यहाँदेखि अब जस्तो यो 1 घन्टाको छ यो 30 मिनटको भयो
यसमा अनि त्यो 10 मिनट दशालाई जोडिदिने 1 घन्टा यो 12 चाहिँ के थियो अझै 12 महिना 12 महिना भयो त 9 र 3 लाई जोडेर 12 महिना ए अनि यो शेष चाहिँ हाम्रो 1 घन्टा मतलब 4 घन्टा 40 मिनट दशा चाहिँ यो हो। यसलाई लगेर अनि त्यो द्वितीय तृतीय चतुर्थ चौथो दशा हामीले जोडिदिउँ जोडी 17 वर्ष दशा हामीलाई भोग्य भयो। हिजो भोग्य कति निक्लेछ भन्दा नि हिजोको भोग्य त 18 वर्ष पुरा 18 वर्ष पुरै थिएन नि घटाएको नि हामीले अलग दिनको अलग नक्षत्रमा 15 दिन घटाएन। त्यसले भोलि अर्को एउटा बनाएर ल्याउने अब कति बन्छ यसमा त्यो